सभापतिज्यू, प्रमुख अतिथिज्यू, वीरगङ्गा कुटीका सञ्चालकज्यू, संरक्षकज्यू तथा परिवारजन र उपस्थित नेपालका सुनामधन्य साहित्यिक बौद्धिक व्यक्तित्वहरूमा मेरो हार्दिक नमन छ। सर्वप्रथम आज पुरस्कृत सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्छु। यो वास्तवमा मलाई जुन पुरस्कार सम्मान दिइयो त्यसको लागि पनि गुटीप्रति हार्दिकता व्यक्त गर्दछु। यो मलाई चाहिँ के लाग्छ भने यो नेपालमा अहिले पुस्तक पठनको समय चाहिँ अलिकता निस्तेज भए जस्तो छ र खास गरी यो मोबाइलदेखि लिएर विभिन्न मिडियाको कारणले बाल साहित्य नै पढ्नेहरूको चाहिँ सङ्ख्या घट्दै गएको देखिन्छ, पहिलाको जस्तो होइन। र यो मोबाइल र बाल पुस्तकमा एक किसिमले द्वन्द्व छ। कति व्यक्तित्वहरूले यो बालबालिकालाई मोबाइल दिनै हुँदैन भन्नेहरू छन् र संसारको धेरैजसो ठुल्ठुला अनुसन्धानकर्ताहरूले चाहिँ यो बालबालिकाको लागि चाहिँ मोबाइल दिनु हुँदैन। जब किशोर अवस्था सुरु हुन्छ त्यसपछि चाहिँ शैक्षिक प्रयोजनको लागि दिनुपर्छ भन्ने आवाजहरू आइरहेको छ र नेपालको सन्दर्भमा रोक्न सकिने स्थिति चाहिँ देखिँदैन। हामी सबैले भोगेको कुरा हो। तर यसमा पनि हामीले अलिकता नीति निर्माणतिर, खास गरी शिक्षाको नीति निर्माणतिर चाहिँ ध्यान दिनुपर्ने जस्तो लाग्छ। र बाल साहित्य मलाई चाहिँ के पनि लाग्छ भने यो बच्चाहरूको जीवन बालापन जुन दोहोरिँदैन, त्यो बालापनलाई एउटा सुन्दर समय पार्नको लागि, त्यसलाई राम्रो सुन्दर बनाउनको लागि चाहिँ बाल पुस्तक अत्यावश्यक नै छ मैले हेर्दाखेरि। र यो बाल पुस्तकमा खास गरी नेपालमा 2044सम्म चाहिँ नेपालमा बाल पुस्तक मुस्किलले 1000वटा शीर्षक पाउन पनि गाह्रो थियो। र त्यतिखेर म जापान जाँदाखेरि मैले नमुना पुस्तकहरू खोजेँ, 100वटा भेट्टाउन पनि गाह्रो भयो, पुस्तकै छैन, बजारमा थिएन। अनि हाम्रो डाक्टर बन्धुजीले एकाडेमीमा छँदाखेरि उहाँले एउटा बाल साहित्यको कार्यशाला गोष्ठी चाहिँ गर्नुभयो र त्यसमा इन्डियाबाट पनि विशेषज्ञहरू आउनुभएको थियो बाल साहित्यको बारेमा कुरा गर्न, सिकाउन भन्नु एक प्रकारले कार्यशाला गोष्ठी। र त्यो कार्यशाला गोष्ठी यति राम्रो भयो कि जमघट पनि राम्रो, सबैको उत्साह भयो। र त्यसमा मलाई लाग्छ ऐश्वर्य बडामारण सरकारबाट उद्घाटन भएको थियो जस्तो लाग्छ, मैले राम्रो सम्झिन सकिनँ। र त्यो बेलामा 25वटा पुस्तक अन दि स्पट लेख्ने एउटा त्यो कार्यशाला पनि चलेको थियो, चित्रकार र साहित्यकारको। त्यसमा 5वटा पुस्तक छानिएको थियो। 5वटा पुस्तक चाहिँ सबभन्दा राम्रो प्रकाशनको लागि तुरुन्त दिने भनेर त्यसमा मेरो पनि भाग्यवश परेको थियो। तिलौरे र फुलौरे भन्ने अहिले पनि त्यो बजारमा छ होला। र 5वटा रमेश विकल लगायत मोहनलाल शर्माको पनि त्यस्तो लाग्छ। त्यसरी चाहिँ त्यो कार्यशालाको अन्तिम दिनमा विशाल गोष्ठी सभा समारोह भएको थियो। र त्यसमा मैले पछाडि बसेर यसो हेरेँ, धेरैमा उत्साह देखियो, धेरैमा यो आवश्यकता छ भन्ने
देखिएपछि अनि मैले के गरेँ भने यसलाई चाहिँ एउटा व्यवस्थित रूपले सङ्गठनात्मक रूपले लैजानुपर्छ कि जस्तो लागेर एउटा प्रस्ताव पेश गरेँ। हाम्रो बासु रिमाल यात्री हुनुहुन्थ्यो त्यतिखेर, पत्रकार साहित्यकार विद्वान व्यक्तित्व, र उहाँलाई चाहिँ म यो प्रस्ताव गर्छु, तपाईँले चाहिँ समर्थन जनाउने भनेर त्यो प्रस्ताव चाहिँ त्यहाँ राखेँ। त्यो प्रस्ताव चाहिँ समर्थन भयो र त्यहाँ चाहिँ एकदम करतल ध्वनिका साथ पास भयो र त्यसपछि हामीले गठन गऱ्यौँ संस्था र पहिलो चाहिँ अध्यक्षमा हामीले चुडामणि बन्धुलाई चाहिँ हामीले समावेश गरिकन त्यो कार्यक्रम अगाडि बढायौँ र अहिले बाल साहित्य समाज अहिले धेरै अगाडि बढ्यो। 5000 भन्दा बढी पुस्तकहरू अहिले बजारमा छन् बाल साहित्यका र हालसालै बाल साहित्यको अन्तर्राष्ट्रिय गोष्ठी पनि भएको थियो प्रोग्राममै त्यो बाल साहित्य समाजबाट र त्यसमा मैले एउटा किनोट स्पिच चाहिँ दिएको थिएँ। त्यसमा नेपालको बाल साहित्यको एक प्रकारले संक्षेपमा त्यसमा हेर्न सकिन्छ, त्यो प्रकाशित छ। र यो जापानमा त्यो अन्तर्राष्ट्रिय धेरै प्रतियोगितामा, धेरै देशको प्रतियोगितामा मैले पनि हालेको एउटा फेलोसिपको लागि 6 महिना अनुसन्धान गर्ने फेलोसिप मैले प्राप्त गरेँ र मेरो बाल साहित्यप्रतिको विशेष चासो त्यहाँबाट सुरु भयो। जापानको बाल साहित्य अध्ययन गरेपछि र नेपालमा नयाँ नयाँ कामहरू चाहिँ गर्नुपर्छ, बाल साहित्यमा खास केही भएको छैन भनेर यसलाई चाहिँ अगाडि बढाउने प्रयास त्यो बेलादेखि गर्दै चाहिँ आएको हुँ। र यो बाल साहित्यको मात्र होइन, बाल शिक्षाको पनि म यसभन्दा 30-31 सालतिर पाल्पामा म अनुसन्धानको लागि गएको थिएँ र त्यसमा बालबालिकाले विद्यालय के को आधारमा ठान्छन् हैन, आफ्नो पढ्नको लागि बालबालिकाले के को आधारमा विद्यालय ठान्छन्, यसको अनुसन्धान चाहिँ भएको त्यो प्रकाशित छ, त्यो अङ्ग्रेजीमा छ। र मलाई चाहिँ पाल्पा म 6 महिना बसेँ र यो पाल्पा चाहिँ मेरो पारिवारिक सम्बन्ध पनि छ। मेरो ससुरा कृष्णबहादुर वर्मा त्यहाँ बडा हाकिम हुनुहुन्थ्यो, मलाई लाग्छ 29 साल अगाडि। र त्यसले गर्दा र म आफै पनि त्यहाँ बसेर त्यहाँ चाहिँ माधव देवकोटा उहाँ गुरु, एकदमै विद्वान व्यक्तित्व, संस्कृतको धुरन्धर विद्वान र एकजना जगत बहादुर श्रेष्ठ के भन्छ कवि, क्रान्तिकारी कवि, उहाँहरूसँग सङ्गत। र त्यो बेला सत्ययुग थियो, किनभने 100 रुपियाँमा एउटा रेस्टुरेन्ट थियो, पाल्पा रेस्टुरेन्ट भन्ने। त्यहाँ चाहिँ 100 रुपियाँमा 2 छाक खान पाउने, हप्ताको 2 पल्ट मासु दिने, महिनाभरि 100 रुपियाँमा खानु पाउने। र त्यो होटलवाला हामीसँग खुसी भएर दिनौँ प्रत्येक छाक चाहिँ मासु दिनु थाल्नुपर्छ। त्यो एउटा सत्ययुगको कुरा गरेको। त्यस्तो पाल्दा सुन्दर आनन्द, त्यो सिर्जनाको लागि एउटा राम्रो थलो। र त्यहाँका एकजना विद्वान नारायण प्रसाद श्रेष्ठ, उहाँ पाटन कलेजमा पढाउनुहुन्थ्यो। उहाँको पनि यो अलिकति हास्यव्यङ्ग्यप्रति झुकाव पनि थियो। उहाँ पहिलो नेपालको प्राध्यापक टियुको, अङ्ग्रेजीको विद्वान, र उहाँले हामीलाई पढाउनुहुन्थ्यो। दरबारको चाहिँ राजा भनौँ वीरेन्द्रदेखि ज्ञानेन्द्र उहाँहरूलाई पनि पढाउने र राजा महेन्द्र बेला बेलामा त्यहाँ आउने रेखदेखको लागि। त्यो भएको हुनाले पाल्पाको चाहिँ अलिकति मलाई त्यो भिजन दिने व्यक्तित्वहरू। त्यसै गरी उहाँको चाहिँ अहिले जुन यो नुरगङ्गाको चाहिँ संरक्षक हुनुहुन्छ, उहाँले पनि यत्रो चाहिँ स्थापना, यो गुठीको स्थापना गरे, पुरस्कारको जुन बन्दोबस्त गर्नुभयो, त्यो धेरै स्तुत्य छ। किनभने अब अहिलेको नेपालको अवस्था मैले भनिराख्नु पर्दैन। यो अवस्थामा पनि उहाँले साहित्यकारहरू नमर्नु, साहित्यकारहरू पछि नपर्नु,
साहित्यकारहरूलाई उत्साह होस् र उनीहरूको सृजना अगाडि बढोस् भनेर यो पुरस्कार सम्मानको चाहिँ राख्नुभएको। त्यसमा चाहिँ म उहाँप्रति पनि उहाँको संस्थाप्रति पनि हार्दिकता ज्ञापन गर्छु। र यो पाल्पामा त्यो अनुसन्धान बाल साहित्यको पारिवारिक सम्बन्धदेखि लिएर बाल साहित्य समाजको स्थापना, जापानको अनुसन्धान र यो आदि कुराहरू भए। अब मेरै बारेमा चाहिँ हाम्रो प्राध्यापक रोजीले राखिसक्नु भयो, मैले आफ्नो बारेमा भनिराख्नु परेन। र म चाहिँ खास गरी कविता र कथा बच्चाहरूको लागि गर्छु र सिद्धान्त एउटा नयाँ विषय छ यहाँहरूलाई सुनाउनु पर्ने। यो चाहिँ बाल साहित्य चाहिँ लेखकहरूले आफू खुसी कथाहरू लेखिराखेका छन् र हामीले एउटा अनुसन्धान गऱ्यौँ एउटा अन्तर्राष्ट्रिय संस्थाबाट। त्यो अनुसन्धान गर्दाखेरि टिचरहरू हेड सरहरूलाई राखेर हामीले अनुसन्धान गऱ्यौँ तपाईँहरूको विद्यालयमा के समस्या छ, विद्यार्थीहरूबाट हुने समस्या के हो भनेर गर्दाखेरि 50-60वटा चाहिँ जल्दा बल्दा समस्याहरू उहाँहरूले देखाउनुहुन्छ। र त्यो समस्याहरू हेर्दाखेरि भयावह स्थिति नेपालको हाम्रो होनार भविष्यको तारा भन्ने बालबालिकाको चाहिँ त्यो हेड सरहरूले चाहिँ जुन त्यहाँ चाहिँ समस्याहरू देखाउनु भयो त्यो भयावह थियो। र एउटा समस्या चाहिँ त्यो समस्यामा माने हामीले एउटा लिस्ट गऱ्यौँ र त्यसमा फेरि अर्को अनुसन्धान पनि गऱ्यौँ। यो भएको कारण के हुन्छ, कारणको अनुसन्धान त्यो पनि एउटा अन्तर्राष्ट्रिय संस्थाबाट भयो। र त्यो कारण गर्दाखेरि हामीले विभिन्न किसिमको चोरी ठगी बच्चाहरूमा के छ प्रवृत्तिहरू, उनीहरूको भावना कसरी, रिस राग कस्तो गर्छन् है, ढाँट्छन् अथवा मर्यादा गर्दैनन् इत्यादिको चाहिँ अनुसन्धान गर्दाखेरि सबभन्दा बढी चाहिँ के देखियो भने रिसा, बालबालिकाहरू रिसा भन्ने चाहिँ त्यो अनुसन्धानबाट आयो। र त्यो अनुसन्धानको 1 महिनापछि काठमाडौँमा एउटा घटना घट्यो। कस्तो घटना भने यो 2 जना केटीहरूले यो ऊबाट च्याटिङबाट चाहिँ फ्रेन्डसिप डेभलप गरेछन्। र त्यो गर्दा गर्दा उनीहरूले अब प्रशंसा गरे सुरुमा एकदम रमाइलो भयो होला, पछि ईर्ष्या जाग्यो अनि झगडा पऱ्यो। झगडा परेपछि ल फाइट खेल्ने त भने केटीहरूले हेर्नुहोस् खेल्ने भने अर्कोले ल अनि तैँले कतिजना ल्याउँछस्, म 10 जना, म पनि 10 जना भनेर कहाँ भेट्ने भने साध्य बाटोमा भेट्ने। जाँदा जाँदै बाटोमा लुछाचुडी भयो है। त्यो घटना चाहिँ त्यो त्यतिखेरको पत्र पत्रिकामा पनि छापिएको थियो। र त्यसले चाहिँ के प्रमाणित गर्यो भने रिसा प्रवृत्ति चाहिँ यो हाम्रो होनार बालबालिकालाई त्यो आयो। अब यसको लागि के गर्न सकिन्छ त भनेर हेर्दाखेरि यो हाम्रो परम्परामा एउटा के देखियो भने यो धार्मिक प्रवचनहरूमा राम्रा कथाहरूको उदाहरण दिएर जीवन कतातिर जानुपर्छ अथवा जीवनमा के गर्नुपर्छ त्यो चलन हाम्रो वैदिक कालदेखि नै त्यस्तो कथाबाट बुद्धको हिसाबले हेर्दा पनि कथाबाट शिक्षित गर्नु है त्यो आयो। अब मैले खोज्दै गएँ बाहिर विदेशमा चाहिँ किताबबाट चाहिँ त्यो गर्ने चलन हुन्छ। त्यसलाई बिब्लोथेरापी भन्ने गरिन्छ, अहिले पनि छ। त्यो बिब्लोथेरापीले त्यो कुनै बच्चालाई चाहिँ त्यसको चरित्र निर्माण गर्नु पऱ्यो भने के गर्ने भन्दाखेरि त्यो चाहिँ किताब दिने है। त्यो किताब पढेपछि उसले चाहिँ आफै मनोविज्ञानले गरोस् भने। अब हामी कहाँ त्यस्तो किताब छैन। त्यो भएको हुनाले एउटा लेखकहरूले पनि बाल साहित्यका लेखकहरूले पनि जे मन लाग्यो जे आयो त्यो कथा लेख्ने छँदैछ। त्यसको अलावा अभिप्रायगत कथा लेख्नु पर्यो। जसरी अब हामीहरूले बाबाआमालाई मान्नुपर्छ होइन भन्छौँ, त्यो हाम्रो कथा कस्तो छ एउटा त्यो डोको फाल्ने कथा होइन। त्यो डोको फाल्ने कथा त्यो कालजयी कथा र त्यसले एउटा चाहिँ एउटा प्रकाश दिन्छ।
हो त्यो त्यस्तो कथालाई प्रभावशाली कथा बनाएर र त्यस्तै खालको अब ईर्ष्या गर्नु हुँदैन, अर्काको ढाडो गर्नु हुँदैन अथवा जालझेल गर्नु हुँदैन, यस्ता प्रवृत्ति भावनाहरू है यसको चाहिँ नै लाई कथाबाट उपचार गर्ने, जसरी डक्टरले औषधि दिन्छ विभिन्न रोगको होइन, त्यस्तै कथा चाहिँ नै उसलाई प्रिस्क्राइब गरेर त्यो बच्चालाई कस्तो खालको बच्चा छ, प्यारेन्ट्सले भन्छ मेरो छोराछोरी त एकदमै झगडालु छ भन्यो भने झगडा गर्दा के हुन्छ होइन, त्यसको प्रभावशाली कथाहरू लेखेर उसलाई दियो भने त्यो आफै मनोज्ञानले उसले पत्ता लगाउँछ हो। त्यो चाहिँ नि स्टोरी थेरापी भनेर एउटा विधि डेभलप गरेको छ र त्यसको गोष्ठी पनि यो शनिबार हुँदैछ फेरि कथा लेखनको 20-22 जना कथाकारहरू त्यहाँ आउनुहुन्छ र उहाँहरूलाई यो कुराहरू बुझाइकन त्यो त्यस्तो खालको कथाहरू लेख्ने। त्यस कारण यो हामीहरू चाहिँ आनन्द भएर बसिरहेका छौँ। यो बच्चाहरू स्कुल पठाए हाम्रो कर्तव्य पुरा भयो, बच्चाहरूलाई टिचरले पढायो हाम्रो कर्तव्य सक्यो, सरकारले पाठ्यक्रम दिन्छ उसको कर्तव्य सक्यो। तर ती बच्चाहरू के गर्दैछ त्यो बच्चाकै भित्र बसेर होइन त्यसको चाहिँ पत्ता लगाउने चाहिँ हामीसँग यस्तो केही पनि छैन। त्यसकारण यो साहित्यद्वारा शिक्षाको चाहिँ अवधारणाले यो कथोपचार विधि प्रयोग गरिकन हामीले स्कुलमा कमसेकम चाहिँ 1 घन्टा आधा घन्टा भए पनि यो काम गऱ्यौँ भने हाम्रा भावी सन्ततिहरू साँच्चैकै नेपाललाई माया गर्ने हुन्छन्, आफ्नो चरित्र सुधार गर्न सक्छन् र व्यक्तित्व विकास गर्न सक्छन् भन्ने चाहिँ लागेर यो काम चाहिँ हुँदैछ। मबाट आफ्नो सक्दो कामहरू भइरहेछ। तर मेरो विभिन्न विषय भएको हुनाले मलाई हालसालै पोल्यान्डबाट अन्तर्राष्ट्रिय हाँस्यव्यङ्ग्यको निम्ति आएको छ हाँस्यव्यङ्ग्य सम्मेलनको र त्यसमा पनि म जाँदैछु र त्यहाँको त्यसको माहौल फेरि अर्कै हुन्छ। तर के भने बच्चाबाट चाहिँ सुरु गर्नुपर्छ भन्ने मेरो चाहिँ सिद्धान्त छ। हरेक राम्रो कुरा बच्चाबाट सुरु गर्नुपर्छ। यहाँहरू सम्पूर्ण लेखकहरूलाई म के अनुरोध गर्छु भने बच्चाको लागि केही न केही लेख्नै पर्छ, होइन भने साहित्यकार नमाने पनि हुन्छ त्यस्तो मान्छे। किनभने बच्चालाई लेख्नेखेरि एउटा जेनेरेसन तयार हुन्छ होइन, एउटा पिँढी चाहिँ एउटा भनौँ न चरित्र निर्माण भएको पिँढी, व्यक्तित्व विकास भएको पिँढी चाहिँ तयार हुन्छ जुन नेपालको लागि आवश्यकता छ। यति भन्दा बिदा हुन्छु। धन्यवाद। महत्त्वपूर्ण अभिव्यक्तिका लागि आज पुरस्कृत व्यक्तित्व प्राध्यापक रामकुमार पाण्डेज्यूको निम्ति म हार्दिक आभार व्यक्त गर्छु। हामी नुरगङ्गा प्रतिभा पुरस्कार गुठीको यो पुरस्कार सम्मान समर्पण समारोहमा